लाग्छ भने मेरो दिमाग मेरो शरीरमा त्यो एक्टिभिजम र फोटोग्राफी चाहिँ यसरी रहेछ नि त्यो कहिले पनि हट्दैन जस्तो लाग्छ के मलाई एक्टिभिजम र फोटो जर्नलिजम फोटोग्राफी भनेको कस्तो लाग्छ भने मलाई मेरो जिन्दगीमा नदीको दुई किनारा हो कि कहिले पनि छोड्दैन के हट्दैन के I've known Usha since the mid-90s when we were conducting photojournalism training. Everyone was trying to learn the craft. I think what Usha was trying to do was to look beyond just photography to the causes that she was interested in. सडकमा डेमोन्स्ट्रेसन्सहरु हुँदाखेरि चाहिँ हामी फोटो पत्रकारहरूलाई पुलिसले एउटा फोटो पत्रकारको रूपमा व्यावसायिक ढंगले हामीले डिल गर्थ्यो सो त्यो बेलामा उषाजीको उपस्थिति कस्तो हुन्छ भने कहिलेकाहीँ चाहिँ त्यो छुट्याउन गाह्रो हुन्थ्यो उहाँ प्रोफेसनल व्यावसायिक फोटो पत्रकार हो या डेमोन्स्ट्रेसनमा एक्टिभिस्ट गर्न एज अ डेमोन्स्ट्रेसनको पार्टिसिपेन्ट्स नै हो त्यो सडक भनेको उहाँलाई सधैँ हिँड्ने त्यही सडक हो तर त्यो सडकमा जब सामाजिक राजनीतिक विषयहरू तातिन्छ तब देखा पर्ने एउटा मान्छे उषा अनि त्यही सन्दर्भमा देखिएको उषा मैले पहिलोपटक देखेको उषा मेरो आफ्नो करियरको अर्ली डेजतिर नै उहाँको नाम चाहिँ सुनेको हो किनकि त्यो अर्ली डेजमा चाहिँ एकदमै न्युज रुममा पनि एकदमै मेल डोमिनेसन अनि लाइक फिल्डमा पनि एकदमै केटाको बिचमा खिच्नुपर्ने त्यो थियो नि त अनि त्यो हुँदाखेरि चाहिँ अब उहाँहरू एक्टिभली नगरे पनि उहाँहरूको नाम सुन्दा ओ उहाँले त त्यो टाइमदेखि स्टार्ट गर्नुभयो भने एउटा करेज हामीलाई पनि आउने कि फोटोग्राफीबाट समाजमा हुने द्वन्द्वहरूलाई हामीले कसरी प्रतिनिधित्व गर्न सक्छौँ भन्ने नै मेरो दिमागमा जहिले पनि प्रश्न आउँथ्यो जुलुसको मात्र फोटोग्राफी गरेर त हुँदैन जुलुस बाहेकको के फोटोग्राफी हुन्छ भन्ने मलाई जहिले पनि अब त्यो के भयो भने मलाई अब जस्तो एउटै फ्रेमिङमा दुईटा एक्सन के मेरो लागि चाहिँ त्यो नै द्वन्द्व भन्ने मैले त्यति बेला बुझेँ हैन उहाँको लागि जहिले पनि क्यामेरा त एउटा झ्याल मात्रै हो समाजलाई हेर्ने र के देखिन्छ त त्यो झ्यालबाट भन्ने कुरा उहाँको जहिले पनि दिमागमा चलिरहन्छ दिदीको अब केसमा मैना सुनारको केसमा चाहिँ उहाँ एकदमै लाग्नु भएको थियो दिदीलाई विभिन्न अब त्यो एउटा इन्भाइरोमेन्ट बनाउने भेटाउने कुराहरू गर्ने पत्रकारहरूसँग लाने मुद्दालाई बाहिर ल्याउने यसमा एकदमै लाग्नु भएको हो त्यहाँदेखि नै जोडेर हामी यहाँसम्म आयौँ अनि भिक्टिमहरू अगाडि आउनुपर्छ बोल्नुपर्छ भन्ने कुराहरूमा चाहिँ त्यो भिक्टिमको लिडरसिपलाई प्राथमिकतामा दिएर चाहिँ उहाँले धेरै नै त्यो भूमिका खेल्नु भएको छ जिज्ञासु उत्सुक हुनुपर्छ भन्ने मलाई जहिले पनि लाग्छ यो अनि प्रश्न पनि गरिरहनु पर्ने तर सँगसँगै कहिलेकाहीँ प्रश्नहरू नगरेर चुप्प ल्याएर सुन्नु पनि जरुरत रहेछ गिभ अप छोड्ने भन्ने त कहिले पनि रहँदैन सायद यो म जहिले मर्छु त्यति बेलै यो सकिन्छ खास गरी खटमंडू काठमांडू